गुड मर्निङ। हार्दिक शुभकामना तपाईँहरूलाई सिक्किम टाइम्समा। म छु सिलगढीको यो सालुगढा जग्गा अनि यहाँनिर भारतको प्राइम मिनिस्टर मोदी साहब चाँडै आउनेवाला छ। अनि यहाँनिर के छ त भन्छ भने चुनावी मैदान खडा भएको छ। अनि चुनावी मैदानभन्दा अगाडि मोदी साहब आएर यहाँका आम जनताको दुःखो अनि सुखो उहाँले बाँड्नुहुनेछ र यहाँनिर यसपालि पत्ता साफ गरेर मोदीले भोट विजयी गराउने उहाँको दमदार स्थानमा पुगिसकेको हामीले यहाँबाट जानकारी लिइसकेको छ। त्यसै कारण हामी आएको छौँ ताकि आजदेखिको उसको दृश्यहरू तपाईँहरूले के कस्तो हुँदै जानुहुन्छ हेर्दै जानुहुन्छ र तपाईँहरूलाई डेली रिपोर्ट हामी अपडेट गराउने छौँ। यो जग्गामा म यहाँ आएको छु ताकि यो जग्गामा हामी खडा छौँ र यो जग्गामा हामी बिहानी पख आएर हामी तपाईँहरूसँग सबै कुरा देखाउनुको लागि सबै कुरालाई हामी तपाईँहरूलाई दुधको दुध अनि पानीको पानी हामी यहाँ देखाउन खडा छौँ, जसमा कि भारतको प्राइम मिनिस्टर यहाँ आएपछि आम जनता आम नागरिकता एकदमै खुसीको माहौल छाएको हामीलाई महसुस भएको छ। त्यसै कारणले हामी यो जग्गामा रिपोर्टिङ गर्नुको लागि हामी खडा उभिएको छौँ। तपाईँहरूले हेर्दै जानुहोस्, सिक्किम टाइम्सलाई फलो गर्दै जानुहोस्। यो जग्गाको हामी अर्को जग्गा प्रस्तुत हुनेछौँ, जानेछौँ। तपाईँहरूसँग यही कुरा लिँदै तपाईँहरूसँग म यहाँबाट सबैजनालाई दार्जिलिङमा रहनुभएका सबै आम जनताहरूलाई तपाईँहरूलाई